लगभग 2 महिना अगाडि चाहिँ मेरो एक्सिडेन्ट भएको थियो र म एकदम फ्र्याक्चर भएर चाहिँ मेरो खुट्टाहरू चाहिँ ठिक भएको थिएन है। एक्सिडेन्ट भन्दाखेरि चाहिँ ठुलो यता कराङहरू भाँचिएको भनेर चाहिँ नभनौँ होइन। कतिहरूलाई चाहिँ विश्वासै लागेको छैन कि म यस्तो काम गर्छु भनेर पनि होइन। तपाईँहरूले त्यही भएर चस्मा लगाएर हेरिदिनु होला, तपाईँहरूको आँखाहरूको पावरहरू गुम्न सक्छ होइन। पसिना त आएको छैन त, हाँसी आएको छैन होइन, पसिना आएको छैन। छ लक्कडी बजाउँदैछु म थप्पडी, तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया आँखाको बाटो हुँदै मनमा आई बस्ने मायालुलाई, मिठो मिठो कुरा गर्दै, मिठो मिठो कुरा गर्दै। हेरौँ न, आँखा पनि देब्रे आँखा फरफरिँदैछ, सायद केटीहरूले धेरै हेर्छ कि भिडियो चाहिँ होइन। त्यस्तो आँखा धेरै फरफराएका दाइ पर्छु है। म चाहिँ 37 इयर्स ओल्ड। अब अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। हेलो गाइस, वेलकम टु अनदर माई न्यू भिडियो। छ तपाईँहरू सम्पूर्ण सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। धेरै दिन पश्चात तपाईँहरूको माझमा आइसकेको छु। मेरो न्यू भिडियोहरू चाहिँ तपाईँहरूलाई प्रस्तुति गर्नको लागि आइसकेको छु। आशा छ है तपाईँहरू धेरै सन्चै हुनुहुन्छ होला, आराम कुशल हुनुहुन्छ होला। कोही उता कता बाहिरी देश पनि गइसक्नु होला, कोही नेपालै हुनुहुन्छ होला। त्यही हो, आराम कुशल मेरो मुखबाट किन निस्किरहेछ भने अब योभन्दा अगाडि चाहिँ भिडियोहरू मैले प्रस्तुत गर्न सकिरहेको थिइनँ, किनभने म आराम कुशल थिइनँ होइन। अब किन हो भने योभन्दा अगाडि चाहिँ मेरो लगभग 2 महिना अगाडि चाहिँ मेरो एक्सिडेन्ट भएको थियो र म एकदम फ्र्याक्चर भएर चाहिँ मेरो खुट्टाहरू चाहिँ ठिक भएको थिएन है। एक्सिडेन्ट भन्दाखेरि चाहिँ ठुलो यता कराङहरू भाँचिएको भनेर चाहिँ नभनौँ होइन। यता फेरि घोडाको पाङ्रा उछिटिएको भनेर पनि नभनौँ होइन। घोडाको पाङ्राहरू पनि उछिटेको थिएन। घोडाको पाङ्राको लाइनमा चाहिँ दुईवटा जो ढुङ्गाहरू सानो पसिरहेको थियो होइन। पिच रोडमा एक्सिडेन्ट भयो, त्यो भएर मैले बाइकहरूको अहिले ब्लग गर्न सकेको छुइनँ, लेट भइरहेको छ। अनि आज चाहिँ मैले चाहिँ एकदम हुनार काम गर्नुको लागि आइसकेको छु। आज तपाईँहरू सोच्दै हुनुहुन्छ होला यो मान्छे आज एकदम पावरिलो भएर आएको छु। यो देखिसक्नु होला के कामको लागि आएको छु भनेर। यस्तो चक्काहरू बनाउने काम भनेर चाहिँ नसोच्नु होइन, यो चक्काहरू बनाउने काम चाहिँ नसोच्नु होइन। आज जस यो चाहिँ उदाहरणको लागि लक्कडीको काम गर्न आइरहेको छु। तपाईँहरू यो भिडियोहरू हेर्दै हुनुहुन्छ भने कृपया होइन, कतिहरूलाई चाहिँ विश्वासै लागेको छैन कि म यस्तो काम गर्छु भनेर पनि होइन। तपाईँहरूले त्यही भएर चस्मा लगाएर हेरिदिनु होला, तपाईँहरूको आँखाहरूको पावरहरू गुम्न सक्छ होइन। अब बबालाई काम गर्नु गइरहेको छ आज, बबालाई होइन। अब जहिले बाइकमा कुदिहिँड्ने मान्छे आज कसरी काम गर्दैछ भनेर चाहिँ नसोच्नु होला होइन। त्यही भएर चस्माहरू लगाएर हरियो सागपतहरू छेउछाउमा छ भने टिपेर हान्दै हेर्नु है यो भिडियो चाहिँ ल। अब चाहिँ मैले काम गर्नुपर्ने हुन्छ होइन। मैले भन्दा पनि मेरो भान्जा भाइ है समीर भाइ छ है, मसँग साथ दिँदैछ। आज क्यामेराम्यानमा पनि उसले लिइरहेछ, मेरो मोबाइल उसलाई दिइरहेको छु, उसले टेक लिइरहेछ। अनि प्लस हामी टेक लिँदै कामहरू गर्दै पनि तपाईँहरूलाई प्रस्तुत गर्नेवालामा छौँ। अनि हामी अब राम्रो त नआउन सक्छ अब है, त्यही पनि अब कामहरू चाहिँ बबाल हान्नुपर्ने हुन्छ, किनभने कामहरू आज फाँक गर्नुपर्ने छ। काम त टन्न छ हाम्रो, तर आज चाहिँ दुईवटा थुप्रो चाहिँ ढाकढुक हान्नुपर्ने छ क्या। त्यो भएर आज चाहिँ कामलाई चाहिँ अलिकति प्रस्तुति, आजको प्रस्तुति पहिलो प्रस्तुति चाहिँ बबालाई दिनुपर्ने हुन्छ क्या। अनि त्यही भएर चाहिँ हामीले चाहिँ बबालाई हान्ने हो। अनि मैले हातमा लिइसकेको छु यो पन्जा हो क्या, पन्जा होइन, अर्ग्यानिक पन्जा हो यो चाहिँ। फेरि उता युएईबाट मगाएको होइन, युएई भनेर लेखेको छ नि फेरि होइन, यता भित्र युएई लेखेको छ नि। अनि यता पनि छ युएई लेखेको छ, युएईबाट मगाएको हो होइन। अनि यस्तो अब कडक गर्नुपर्छ, हान्ने पर्ने हामीले चाहिँ जिम्मा लिएको छौँ होइन। अब काम गर्दैछौँ, त्यही हो। अब बबालाई हुन्छ होला आजको काम, हातहरू पनि जान्छ होला होइन, हुन्छ होला होइन। त्यो हेर्दैछौँ, बाहुबली स्टाइलमा हामी हान्छौँ, तर आज बबालाई हामी चाहिँ हान्छौँ है, हान्नु चाहिँ ल।
अब बाबालाई अब हामी बोक्दैछौँ होइन अब भान्जालाई पनि भान्जाको पनि आज काँधहरू जाने सम्भावना ज्यादा देखिन्छ होइन जे होस् होइन के हुन्छ होइन अब अनि काम चाहिँ हामी बाबालाई हान्नेछौँ प्रस्तुत खतरा देखाउनेछौँ भिडियोहरूलाई माया गर्दै जानु हेर्दै जानु न लास्टसम्म होइन के हुन्छ कस्तो हुन्छ बाबालाई हुन्छ होला जस अब ल है 9 बजिसकेको छ बिहानको अब हामी पस्छौँ काममा होइन तर दिनभरि लाग्छ होला सायद अब बेलुका कति बजीसम्म हामी काम गर्छौँ थाहा छैन है अब ब्लगको लागि चाहिँ सपोर्ट गर्दै गर्नु होला लाइक सब्स्क्राइब मजाले बटन थिच्दै गर्नु घाम उदाइसकेको छ मुख पुछेर चट्ट यस्तो गरेर चट्ट बोक्नु पर्ने हुन्छ है हामीले चाहिँ चट्ट क्या चट्ट तर भएर भन्जाले धेरै धेरै बोकिसकेको छ म अलिक ठक गरिरहेको छु अब यो लडेको मुढा मैले उठाउनु पर्ने हुन्छ होला उठाउँछु म अब देख्न सक्नुहुन्छ यो चाहिँ म्याजिक चप्पल होइन म्याजिक चप्पल चाहिँ कस्तो छ हेर्न सक्नुहुन्छ यो यस्तो स्टाइलिस छ एकदम स्टाइलिस छ किनभने यस्तो कामको बेलामा यस्तो लगाउनुपर्छ यो चाहिँ सबै मुसाले खाइदिइसकेको छ होइन एकदम काम लागिरहेको छ किनभने राम्रो चप्पल लगायो भने यस्तोमा त गाह्रो बनाएको छ ट्र्याकहरू पनि खत्रै छ खुकुरी यस्तो फेरि फुटिसकेको छ होइन खत्रै छ अब फेरि यो उठाउनु पर्ने हुन्छ गाइस उठाउनु पर्ने हुन्छ यसो तरिकाले उठाउनु पर्ने हुन्छ होला अलिक खत्रै छ नि त होइन तिमीहरू नि तिमीहरू त्यो बजारमा बस्नेहरू तिमीहरू यस्तो यो हान्छौ नि यो हामी यतिकै हान्दा पनि हुन्छ हामी नेचुरल बडी बन्छ है बनाउँदैछु यो छ फेरि काम गर्दा गर्दाले गएको है पन्जा काम गर्दा गर्दाले गएको है त्यति गएको छ यो मोबाइल चलाउनु पनि यस्तो पिटी पिटी हुन्छ क्या सजिलो होइन यहाँ पनि गएको छ त्यो काम गर्दा गर्दा यो जब काम गर्दा गर्दा भित्रको फोका उफ्रियो नि फुट्छ नि त्यतिखेर यो भङ्गको भएको क्या फट्ट पावर क्या त्यस्तो पावर छ होइन अनि यो पनि त्यस्तै भएको हो यहाँभित्र यस्तो भएको छ हिजोभित्र यो के भएको छ क्या यो रातो के भएको छ यो रातो सायद यस्तो के कोठी बसेको जस्तो लागिरहेको छ होइन फोका फोका भइरहेको छ नि काम गरिन्छ नि त बाबालाई होइन काम गर्ने
यता फेरि देखाउन हो चाँदीको फेरि चाँदीको फेरि भनेर नभन यता चाहिँ हेर है फेरि चाँदी मात्रै होइन नि यहाँ चाहिँ हेर है यो चाहिँ फेरि वरिपरि हेर्दाखेरि चाहिँ 15 मुखे छ ल 15 मुखे त्यही हो 15 मुखेको फेरि कति छ प्राइस चल्छ हेर ल भित्र चाहिँ No. कति आयो त हौ पसिना हेरौँ न त हौ पसिना त आएको छैन त खासै आएको छैन छैन पसिना आएको छैन अलिअलि तर काम गर्दाखेरि ल मेरो धेरै काम गरेँ नि त मेरो हेर्नु त पसिना कति आएको रहेछ त गाइज यो भनेको सबै मेहनतको फल हो देख्न सक्नुहुन्छ दर काम गरिन्छ नि ऊ कडा हो तिमीहरू जस्तो हो ब्लग भन्दै बाइकमा मात्र कुद्ने दर यसरी काम पनि गरिन्छ है कडा हो A few moments later देख्न सक्नुहुन्छ 10 बजा हामीले अब बोक्दैछौँ अब भान्जाको पालो छ भान्जाले अब यो बोक्छ ल भान्जा बाबु वार्मअप पाना वार्मअप तयारीमा वार्मअप फेसन इलेक्सन घोडा टेका अनि ट्याक्क उठाऊ नभए त सकिँदैन नि ढनन सकिन्छ म आइहाल्छु गजेटमा गजेट नै पर्ने अवस्था देखिन्छ एकछिन यो जङ्गलको राजा लक्कडीहरूको बजाइदिन्छ बाजा कसैले सक्दैन मेरो हो यो भान्जा भाइ सुमित राईको दाई सुप्सनको बाबा तर कहिले गर्दैन कुरा हावा ओहो समीर राई बग्दैछ लक्कडी बजाउँदैछु म थप्पडी महेशमती साम्राज्य नखतरम बोलेतम अधिकतम न्यूनतम उच्चतम No. सकेन त्यहीँ छोडिदिऊ अहिले लानुपर्छ त्यसलाई
हरियो हो नि त हरियो हरियो हो नि त त्यही भएर गाह्रो भयो क्या दाउराको थकान पछि गीत गाउन मन लाग्छ त्यत्तिकैमा केटोलाई अब गाउँ छ अनि त्यसपछि तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि नभुल तिमी निष्ठुरी भनी मेरो जस्तो तिम्रो पनि शब्द आएन कि अब फेरि अर्को त्यही जोडिदिन्छु नि त गाना फेरि हो घर मेरो खुसी पारी छडियाको धेरै भो धन कमाउने आशै आसमा आधा उमेर बितेको म छु यहाँ परदेशमा यो मन नेपालमा आमा साह्रै गाह्रो छ परदेशी जिन्दगी अनि यस्तो मिठो मिठो गाउँछु क्या यो मामाले मलाई डुबाएरै छोडे होइन हान्नै पर्ने हुन्छ नि त हौ हान्नै पर्छ नि त 2-3 लाइन मात्रै हान न धेरै हान्नु पर्दैन फेरि धेरै लाइन हान्यो भने फेरि केटीहरूले पनि धेरै लाइन हान्छ क्या अर्काको बाटो हुँदै मनमा आई बस्ने मायालुलाई अर्काको बाटो हुँदै मनमा आई बस्ने मायालुलाई मिठो मिठो कुरा गर्दै मिठो मिठो कुरा गर्दै मुटुमा बस्ने मायालुलाई दर्शन नमस्ते हो दर्शन नमस्ते मामा मामा होइन आज त थाक्नु भएछ लास्टै थाक्यो ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ के हो घर जाने बेला भएको अब घर जाउँ त अब त सकिसक्यो अब लगभग सकिसकेको छ लास्टै अब त थाक्यो नि त हो अन्त आमामा हेटरिका फेरि हेट ल अब यस्तै यस्तै भयो होइन आज धेरै काम पनि गरियो थाकियो है अब हेरौँ न आँखा पनि देब्रे आँखा फरफरिँदैछ सायद केटीहरूले धेरै हेर्छ केटी भिडियो चाहिँ होइन त्यस्तो आँखा धेरै फरफराएका अन्त अब त्यही हो अन्त अब हेरिदियो भने पनि अब ठिकै छ हेरिदिनु होला माया गरिदिनु होला दाइ पर्छु है म चाहिँ 37 इयर्स ओल्ड म्यान भइसक्यो होइन 37 इयर्स अनि भान्जा कति हो 19 इयर ओल्ड मेरो भान्जा छ है अब त्यही हो अनि अब 37 ओल्डको मान्छेलाई हेर्दाखेरि पनि यसो आजिम गर्नुहुन्छ भने त ठिकै छ है त्यो ठिकै छ अब यस्तो हावा कुराहरू अलिक बखवासी कुराहरू ज्यादा भयो अब यस्तै छ भिडियोहरू राम्रो लाग्यो माया गरिदिनु होला अब चाहिँ भ्लग भिडियोहरू चाहिँ लगभग हप्ता 2 हप्ता जस्तोमा म फाल्छु है फास्ट चाहिँ म फाल्दिनँ किनभने अहिले पनि म शीघ्र स्वास्थ्य लाभ मेरो अलिक ठिक भइरहेको छैन होइन अलिकति मेरो खुट्टाहरू बेला दुख्ने त्यस्तोहरू अब भइरहेको छ अब मेरो पुरा कन्डिसनहरू ठिक भइसकेपछि चाहिँ बेजोड भिडियोहरू लगाउँदै जान्छु अनि रमाइलो गर्नुपर्छ अनि धेरै मान्छेमा चेन्ज भइसक्छ क्या अब अहिले अब भिडियो मैले नहालेको पनि त लगभग योभन्दा अगाडि लगभग 4 महिना त क्रसै भयो होला मैले भिडियो नहालेको अहिले हालिरहेको छु जस यो भिडियोलाई चाहिँ
पुऱ्याउनु पर्यो होइन माथि पुऱ्याइदिनु होइन भान्जा के भन्छ त अब यो खण्डमा के भन्छ है भान्जालाई पनि म थोरै बोल्नु दिन्छु अनि अब म चाहिँ अब त्यही है अब माया गरिदिनु होला है अब भान्जा थोरै बोलिदिन्छ अनि हाम्रो ब्लग भिडियो यति नै पनि हुन्छ है मामा भान्जाको कस्तो लाग्यो त भिडियो होइन राम्रोसँग सपोर्ट माया गरिदिनु होला हेभ अ गुड डे सी यू सुन म यही भन्न चाहन्छु हस् त